हेलो गाइस, देखो ना, देखो देखो ना, देखो ना, ये क्या है गाइस। ये हमारा ऑर्गेनिक फल है गाइस। आपको चाहिए हो तो संपर्क कर लो गाइस। लो, देखो ना, देखो देखो ना, देखो ये क्या है, ये क्या है, क्या है ये देखो ना, देखो ये क्या है। आज चाहिँ मेरो बारी भ्रमण गर्ने दिन परेको छ साथीहरू। र चाहिँ बिस्तारै बिस्तारै मेरो खाजा खजाना, मेरो तरकारीहरू लुकी छिपी बसेको रहेछ। यिनीहरूलाई चाहिँ म राम्रै व्यवस्था गर्छु। कोही झरेर नि भ्याइसकेछ, ठिकै छ। नेक्स्ट इयरको लागि बिउ पनि हुन्छ। ओइ, कति फरक छ नि साथीहरू पहिले र अहिलेमा। पहिले यो आरु खानालाई दौडेर हाम फाल्दै चिप्लिँदै उछुट्टिँदै आलुको रुखमा झुन्डिन जान्थ्यो। अहिले भारीभरि आलु फलेर बसे। तर पनि खाने समय नमिलेको हो कि खान मन नलागेको हो कि बेला गएको हो कि यति धेरै यस्तै मजाले फलेको कि साथीहरू। ल, कसैलाई आरु मनपर्छ भने आइहाल्नुहोस्, किनभने मौका आउँछ फर्किँदैन, समय आउँछ पर्खिँदैन। किनभने धेरै ढिला भयो भने यसरी कुहिन्छ। अब यसको डेट 4-5 दिनभन्दा छैन, सबै यसरी किरा पर्छ। अनि यस्तो त खानेकुरा आएन। त्यसो भएर खान चाहनुहुन्छ भने छिटो आइहाल्नुहोस्। म त अब यति टिपेँ, त्यो प्लास्टिकमा भर्छु। अब उता जान सक्दिनँ, त्यो भेटाउँदिनँ। त्यो आकाशको फल आँखातरी मर्हु यता तलतिर पनि छ टन्नै। तर गाउँको जस्तो गुलियो स्वादिलो टेस्टी त हुँदैन। तैपनि बेला बेलाको सिजनको खानेकुरा जे होस् मिठै छ साथीहरू। बाई बाई।